हेलो नमस्ते नमस्ते भनेर नौलबाट चाहिँ हामी घुम्न आउँदैछ माथि डाँडातिरहरू है जङ्गल रहेछ माथि चाहिँ कालीपत्री भएको हुन्छ माथि चाहिँ धुले रुट्ट राम्रो छ एकदम हामी बस्यो भने तल हो अनि यहाँतिर चाहिँ तर रमाइलो के फेरि यहाँ रोड छ रोडभन्दा मासतिर जङ्गल छ रोडभन्दा मुनितिर फेरि गाउँ छ यस्तो रमाइलो ठाउँ छ यो ठाउँ धेरै रमाइलो ठाउँ रहेछ ठाउँ चाहिँ नवलपरासीको सिपकोट नगरपालिका भन्दो रहेछ यो ठाउँलाई चाहिँ गाउँपालिका भन्दो रहेछ धेरै रमाइलो छ ठाउँ चाहिँ त्यो घर पनि कति चुटुक्कै राम्रो यो उँभो चाहिँ जङ्गल छ सुक्खा पाउँदो रहेछ यहाँतिर छोटेर माथि जङ्गल यो रोड पछि गाउँ कटरको बोट कटर फलेको जङ्गल छ कालिज पक्का कुरा रमाइलो धेरै अरू ठाउँहरू कारणले चाहिँ धेरै घुम्नको लागि धेरै असुविधा धेरै रमाइलो त्यो बाटो त्यो बाटोहरू हाम्रो मात्रै भन्दा धेरै रमाइलो ठाउँहरू छ तरै नवलपरासी भन्ने ठाउँ चाहिँ रमाइलो त्यही घर चाहिँ टुटुटु पनि घरहरू भएको ठाउँमा चाहिँ कस्तो बाटो राम्रो छ जाने छुट्टै बाटोहरू कालो सडक हुँदैछन् तर गाउँ पातला गाउँ तर कति राम्रो गाउँघरहरू कति राम्रो हेर्नु त मकै यस्तो भइरहेछ भइसकेको बेलामा यस्तो बाटो यस्तो घर यस्तो हो कति राम्रो टुप्पो भएको घर यस्तो राम्रो छ मेरो टिचरलाई सब्सक्राइब गर्नु यहाँ चाहिँ टमाटर खेती कालीपत्र सडक माथि गाउँ जङ्गल लगाएर माटो लगाएर कस्तो गर्मीमा पनि शीतल जाडोमा तातोहरू छन् परेर बस्नु भने प्रशस्तै मात्रामा पाइँदो रहेछ लिची भएर यत्रो सानो भइरहेछ लिचीको के धाउने सडक छ गाउँहरू सडकहरू चोक आइपुग्यो चोकलाई चाहिँ प्रगति चोक भन्नु रहेछ अहिले चोकधारा टोटल जाने भएको छ सडक हामी भनेको चाहिँ टाढा सडक राम्रो काम छ एकदम
अस्तान बेलामा आएको घाममा दामी